वेलकम टु माई भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ अनि यति बेलासम्म त म पनि ठिकै छु। आज चाहिँ मलाई ट्याक्सी खासै कुर्नु परेन, खानासाना खाएर म काममा हिँडेँ। बजारनिर पुग्दै थिएँ, यस्तो घाम चर्केको थियो आज पनि। कतै कतै चाहिँ पानी परेको थियो अरे, हाम्रोतिर चाहिँ एकदम घाम चर्केको थियो। म सिधै तल पार्लरमा गएँ अनि एकछिन आफ्नो कामहरू गरेँ। काम गर्ने बेलामा चाहिँ भिडियोहरू खासै गराउन मिल्दैन नि त। अनि उता चाहिँ मेरो साथी बसिरहेन अनि यो चाहिँ हाम्रो नेलहरूको सामान भयो। अनि तल पार्लरमा गएर आफ्नो काम सकेँ। अनि मलाई चाहिँ माथि बोलाउनु भयो फोन हानेर माथिको पार्लरमा। अनि म चाहिँ लागेँ। यति बेला चाहिँ हल्का फ्यार पानी परेको थियो, तर म बाहिर निस्किने बेलामा चाहिँ बन्द भइसकेको थियो। त्यो रहेछ हाम्रो क्याम्पस। यहाँनिर चाहिँ हाम्रो नयाँ गन्तव्य खुलेको छ, कोलाई थाहा छ। यहाँबाट माथि त्यो सेकेन्ड फ्लोरमा चाहिँ हाम्रो पार्लर छ है। सबैजनाले सेवा दिने मौका दिनु होला, सबैजना आउनु होला। त्यो आइटिसी चाहिँ हाम्रो पार्लर रह्यो। अनि त्यसपछि चाहिँ हेर्नु न, म्याउ मैले चाहिँ म्याउ भनेको खाना दिन बोलाइ होला भनेर कुरिरहेको थियो। मसँग चाहिँ खासै खानेकुरा पनि थिएन, मलाई पनि भोक लागिरहेको थियो। यति बेलासम्म खाजा पनि खाएको थिएन हामीले। अनि यहाँ चाहिँ पानी कम्पनीहरू थियो, बिल बुझाउने ठाउँहरू। आज आइतबार बन्द थियो। हामीले यहाँबाट चप्पल चेन्ज हानेर जान्छौँ, त हजुरहरूलाई थाहा नै छ मेरो डेलीको ब्लगमा। अनि यो चाहिँ हाम्रो माथिको पार्लर रह्यो। यहाँ चाहिँ यता हेयरकट भइरहेको थियो, मिसले हेयरकट गर्दै हुनुहुन्थ्यो। मैले पनि एकछिन हेरेँ, भिडियो बनाएँ। अनि यो चाहिँ हाम्रो लेयर कट थियो, युमा लेयर कट थियो। हजुरहरूलाई पनि लेयर कट काट्नको लागि अनि कुनै पनि हेयर स्टाइल काट्नको लागि हामीलाई सम्झनु होला। मलाई पनि पर्सनल रूपमा सम्झे पनि हुन्छ, पार्लरमा आएर सम्झे पनि हुन्छ। अनि त्यसपछि हामीले पनि कति मिहिनेत गरेर सिक्नको लागि पनि हाम्रो पार्लरले ट्रेनिङ दिइराखेको छ। हजुर सिक्नको लागि पनि आउन सक्नुहुन्छ। अनि म चाहिँ के गर्दा गर्दै बिरामी भइछु। अनि त्यसपछि यसरी सलेन चढाएपछि चाहिँ माथि पार्लरमा आएर बसेँ। अनि त्यसपछि घर जाने बेला भयो। घर जाने बेलामा चाहिँ पानी परेको थियो। अनि पानी पनि कस्तो फ्यार परेको थियो कि, अनि मलाई सन्चो नभएको भएर हो कि किन ट्याक्सी कुर्न पनि झ्याउ लागिरहेको थियो। अनि कस्तो के खाम भइरहेको थियो बिरामी भएको हुनाले। यस्तो छ है बागलुङको बाटो चाहिँ, साङ्ग्रो त्यस्तै छ। अनि धेरै नै बे ट्याक्सी कुरेर म चाहिँ लागेँ, त्यही पनि 100 रुपियाँ तिरेर, मान्छे नभएको कारण 100 रुपियाँ तिरेर घर आएँ। मैले चाहिँ आज खासै भिडियोहरू लिन पाइनँ। हजुरहरूले सुझाव दिनु ल, यस्तो खालको भिडियो गराउनु, लामो छोटो यस्तो गराउनु भनेर। आजको लागि यति, सबैजनालाई बाई बाई।